केआइआइसिटीमा नेपाली विद्यार्थी प्रिसाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कुटनीतिक पहल। दर्शकबिन परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतको ओडिसा स्थित कलिगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइसिटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्र प्रिसा शाह मृत्यु भेटिएको घटनाले मर्माहत भएको बताएकी छन्। साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्ली स्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कुटनीतिक पहल थालेको जनाएकी छन्। पर्साको वीरगञ्ज निवासी प्रिसा बिहिबार राति आफ्नै होस्टेल कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रिसाको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। परिवारका सदस्यहरू त्यहाँ पुगेपछि पोस्टमार्ट गर्ने तयारी छन्। प्रिसाका परिवारका सदस्यहरू भारत प्रस्थान गरिसकेका छन्। गत 4 फागुनमा केआइआइसिटीमा अध्ययनरत 20 वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेकी थिइन्। बिहिबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन्। परराष्ट्र मन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु। उनी थप लेख्छिन्, परराष्ट्र मन्त्रीले घटना लगतै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्ली स्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कुटनीतिक पहल थालेको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासका कन्सुलर एसएसपी सचिव शर्मा दासले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। मृतक शाहको घरबाट परिवार नआउन्जेलका लागि पोस्टमार्टम नगर्ने गरी शव सुरक्षित गरिएको उनले बताए। भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद एबीवीपीले पनि केआइआइटीमा नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ। यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीवीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआइआइसिटी विरुद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ।